नमस्कार, म एजुकेसन ल्याबबाट बोलिरहेको छु। ल आज हामीहरू नेपालको इतिहासको बारेमा केही प्रश्नहरू र उत्तरहरू यहाँ सोल्भ गरिरहेका छौँ। जसमध्ये सबभन्दा पहिलो प्रश्न फर्स्टमा नेपाललाई सत्ययुगमा के नामले चिनिन्थ्यो? तपोवन नामले, सत्यवती नामले, मुक्ति सोपान नामले कि नेपाल नामले? यसको सही उत्तर हो सत्यवती नामले चिनिन्थ्यो। प्रश्न नम्बर 2 मा त्रेता युगमा पूरा विश्वको राजा को थियो? त्रेता युगमा पूरा विश्वको राजा पहिलो क नम्बरको उत्तर छ युधिष्ठिर, भोजराज, ययाति अनि रामचन्द्र। यसको सही उत्तर हो राजा रामचन्द्र। घ नम्बर प्रश्नको उत्तर हो यसको। अनि त्यसपछि छ राजा रामचन्द्र भइसक्यो। अब प्रश्न नम्बर 3 मा सबैभन्दा पहिलो नेपालमा कुन वंश शासन गर्यो? ऋषि वंश, महिषपाल वंश, गोपाल वंश अनि किरात वंश। सबभन्दा पहिलो कुन वंशले शासन गरेको छ? सबभन्दा पहिलो शासन गरेको छ गोपाल वंशले गरेको छ। ल अब हामी चौथो प्रश्नमा पुग्यो। चौथो प्रश्न चाहिँ यस प्रकार आएछन्, गोपाल वंशको प्रथम राजा को थियो? भुवन सिंह, बरसिंह, भूमिगुप्त, गस्ती। ल यसको सही उत्तर हो भूमिगुप्त। बुझ्नुभयो नि? भूमिगुप्त हो। र प्रश्न नम्बर 5, गोपाल वंश कति वर्ष शासन गरेको थिए? गोपाल वंश कति वर्ष शासन गरेको थिए? यसको क नम्बरमा छ 521 वर्ष, ख मा 111 वर्ष, ग मा 118 वर्ष, घ मा 523 वर्ष। ल यसको सही उत्तर हो 521 वर्ष। गोपाल वंश कुन जातिको थियो? 6 नम्बर प्रश्नमा छ गोपाल वंश कुन जातिको थियो? निप जाति, क्षेत्री, ब्राह्मण, यक्ष जाति। र यसको सही उत्तर हो निप जाति। प्रश्न नम्बर 7 मा आऊ। अब वंशको मुख्य पेशा के थियो? भैँसी पालन हो कि गाई पालन हो कि क र ख दुवै? कुनै पनि होइन। यसको राइट एन्सर हो गाई पालन। गोपाल वंश कतिजना राजा मिलेर शासन गरेको थियो? 5 जना, 6 जना, 7 जना, 8 जना। यसको राइट एन्सर हो 8 जना। र प्रश्न नम्बर 8 मा आऊ। 9 जुन यस प्रकार आएछन्, गोपाल वंशको अन्तिम राजा को थियो? ल बुकमान, जितगुप्त, धर्मकर, कुनै पनि होइन। यसको राइट एन्सर हो जितगुप्त, जसलाई यक्षगुप्त पनि भनिन्छन्। बुझ्यो? र नम्बर 10 पशुपतिनाथको ज्योतिमा दुध चढाउने गाईको नाम के थियो? यसको एन्सर तपाईहरू कमेन्ट सेक्सनमा गरिदिनु। र धन्यवाद। आजको लागि यति नै। बाइ बाइ।